नमस्कार। ठाकुरबाबा नगरपालिका विशेष रेडियो कार्यक्रम हाम्रो ठाकुरबाबामा सौगात श्रेष्ठको तपाईलाई हार्दिक स्वागत छ। ठाकुरबाबा नगरपालिकाको कार्यालयबाट प्रवाह भइरहेका सेवा सुविधाका विषयमा जानकारी दिन तथा आगामी दिनहरूमा नगरपालिकाको कार्यालयले प्रवाह गर्ने सुविधा तथा लागू गर्ने योजनाहरू लगायत विविध विषयमा सूचना दिँदै नगरपालिकालाई सुन्दर, व्यवस्थित तथा जनभावना मैत्री बनाउने उद्देश्यले यो कार्यक्रमको सुरुवात गरिएको हो। यो कार्यक्रम ठाकुरबाबा नगरपालिकाको कार्यालय सैनवार बर्दियासँग मिलेर रेडियो टाइगर बर्दियाले तयार पारेको हो। यो कार्यक्रम रेडियो टाइगर 79.2 मेगाहर्जमा सुन्न सकिन्छ। यसका साथै तपाईँ हामीलाई अनलाइनमा tigerkhabar.com र इन्टरनेटको विभिन्न माध्यमहरूबाट पनि सुन्न सक्नुहुन्छ। आजको अङ्कमा हामीले ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालसँग नगरपालिकाले हालसम्म गरेका गतिविधि लगायत समसामयिक विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। नगर प्रमुखज्यू, स्वागत छ कार्यक्रममा। धन्यवाद सोगाजी। आराम हुनुहुन्छ? आराम छु। जनप्रतिनिधिमा निर्वाचित भएको पनि झन्डै 3 वर्ष पुरा भयो। अहिलेसम्मको यो समयावधि व्यतीत हुँदै गर्दा तपाईँको अनुभव र नगरपालिकामा तपाईँले महसुस गर्नुभएको समस्या के छन्, जानकारी गराइदिनुहोस् न। धन्यवाद छ यहाँलाई। खास गरेर यो 3 वर्ष हाम्रो व्यतीत हुँदै गर्दा सबैभन्दा ठुलो समस्या नीतिगत समस्या छ। सङ्घीय सरकारले समयमा कानुनहरू नटुङ्ग्याउँदै गर्दा हामीले स्थानीय सरकार सञ्चालन ऐन अनुसारका कामहरू गर्न सकेका छैनौँ। संविधान तह सबै तीनवटै तहलाई जुन जिम्मेवारीहरू बाँडफाँड भएको छ त्यो जिम्मेवारी अनुरूप हामीले काम गर्न पाइरहेको अवस्था छैन। त्यसकारण पनि नागरिकमा अलिकति बढी वितृष्णा बढेको छ। त्यसको प्रमुख कारक भनेको नीतिगत व्यवस्था नै हो। नीतिगत व्यवस्था नटुङ्गिँदै गर्दा केही काम गर्छु भन्ने जनप्रतिनिधिले पनि काम गर्न नसकिरहेको अवस्था चाहिँ हो। जुन ढङ्गले काम हुनु पर्थ्यो, जुन ढङ्गले जुन छोटो समयमा काम गर्न सकिन्थ्यो त्यसलाई वर्षौं वर्ष लाग्ने गरेको छ। त्यसकारणले गर्दा नीतिगत केही समस्याहरू मैले चाहिँ महत्त्वपूर्ण समस्या भनेको नीतिगत समस्या हो जस्तो मलाई लाग्छ। यो 3 वर्षको समयावधिमा तपाईँले चाहिँ देखिने गरेर महसुस गरेका र कतिपय त बाहिर जनताहरूले स्थानीयले महसुस गर्ने अवस्था पनि छ र स्थानीयले महसुस गर्न नसकेका तर पालिका प्रशासनले चाहिँ महसुस गरेका उपलब्धिहरू चाहिँ के छन्? ठाकुरबाबा नगरपालिका वास्तवमा तराईको पालिका भइकन पनि विकासका दृष्टिकोणले यहाँको सामाजिक विकास, आर्थिक विकास, पूर्वाधारको विकास अलिकता हामी पछाडि नै। खास गरेर हामीले जुन ढङ्गले यहाँको उत्पादनलाई बजारसँग जोड्नु पर्थ्यो त्यो ढङ्गले कामहरू हुन सकेको पाइएन। त्योसँगै पूर्वाधारमा त असाध्यै हामी कमजोर छौँ। आजसम्म पनि धेरै कुराहरू हामीले अझै गरि नसकेको अवस्था छ भने अझै धेरै नै कमजोर अवस्था छ। त्योसँगै सामाजिक विकासमा एकदमै ठुलो चाहिँ समस्या थियो। यहाँ चाहिँ विद्यार्थीहरूको विद्यालय ड्रप आउट दर हेर्दाखेरि यहाँको मुक्त कमैया, सुकुम्बासी र विपन्न नागरिकहरूको बसोबास भएको यो पालिका करिब 11,564 घरधुरीमा 3900 घरधुरी हाम्रो पासो चित्र अनुसार विपन्नको सूचीमा छ। त्यो विपन्नको सूचीमा रहेका अधिकांश चाहिँ घरका चाहिँ महानुभावहरूको, उहाँको नागरिकहरूको छोराछोरीहरूले स्कुल छोड्ने दर बढ्दो छ। त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा हामी चाहिँ चिन्तित थियौँ र त्यसलाई अहिले केही हदसम्म हामीले न्यूनीकरण गर्न सकेका छौँ। त्यसको प्रमुख कारण भनेको हाम्रो निशुल्क शिक्षालाई हामीले जोड्यौँ। ट्युसन लगायत चाहिँ निशुल्क सबै हामीले निशुल्क गरिसकेपछि अहिले त्यो दर चाहिँ केही कम भएको छ भने 11 र 12 पनि हामी लक्षित वर्गलाई निशुल्क गरेका छौँ। त्योमा चाहिँ हामीले द्वन्द पीडितलाई पनि सामेल गरेका छौँ भने तपाईँको अपाङ्गलाई पनि सामेल गरेका छौँ। यी विविध प्रकारका चाहिँ मुक्त कमैया, सुकुम्बासी त भइ नै हाल्यो। त्यो बाहेक चाहिँ हामीले हाम्रो नगरपालिकाले नयाँ प्र्याक्टिस गरेको भनेको द्वन्द पीडितलाई, त्यसपछि गएर अपाङ्गलाई, उहाँहरूको बाबु नानीलाई पनि 11-12 सम्म चाहिँ पढ्ने गरी चाहिँ हामीले कार्यक्रमहरू अगाडि बढाइसकेपछि त्यो दर चाहिँ ड्रप आउट दर अलिकति कम चाहिँ भएको छ। र अर्को ठुलो समस्या भनेको सामाजिक विकासमा खास गरेर यो विद्यालयसँग रिलेटेड कुराहरू, शिक्षासँग रिलेटेड कुराहरूमा यहाँको करिब 875 जना चाहिँ अभिभावक दुवैजना चाहिँ बाहिर जानु हुँदैछ। आमा बुवा नै 2 जना बाहिर जाने। त्यो बाबु नानीलाई चाहिँ कोही घरको परिवारसँग, कोही जेठो छोरी छ भने छोरीको जिम्मामा अरू भाइ बहिनीहरूलाई, छोरा छ भने छोराको जिम्मामा अरू भाइ बहिनीहरूलाई, त्यो पनि छैन भने हजुरबा हजुरआमाको जिम्मामा, त्यो पनि छैन भने अरू अन्यत्र चाहिँ पडोसीको जिम्मामा लाएर उहाँहरू बाहिर दुवैजना कमाउन जाने। त्यसले गर्दाखेरि हामीले सोचे अनुरूप अझै शिक्षामा सुधार गर्न सकेका छैनौँ। त्यो प्रकृतिका बालबालिकाहरू लागु औषधको जोखिममा पनि देखिन्छन्, बाल विवाहको जोखिममा पनि देखिन्छन् र सामाजिक उद्दण्डतामा पनि तिनीहरूको अलिकति बढी भूमिका देखिन्छ। त्यसकारणले गर्दा हामीले अघिल्लो वर्षको भर्नादेखि अलिकति कडाई गरेर
अभिभावकहरूलाई एकदमै प्रत्यक्ष रूपमा जोड्ने प्रयत्न चाहिँ गरेका छौँ। अब सम्भवतः केही सुधार होला जस्तो लाग्छ। अब जस्तो तपाईँले नगरको शिक्षाको प्रसङ्ग जोडिरहँदा केही दिन अगाडिसम्म शिक्षक महासङ्घको आन्दोलनका कारण पालिकामा पनि रहेका सामुदायिक विद्यालय त बन्दको अवस्थामा नै थियो। अब शुक्रबारबाट सञ्चालन हुँदै गर्दा विद्यालय भर्ना अभियान भनेर नगरपालिकाले अनलाइनबाट दर्ता गर्ने प्रविधि पनि विकास गर्दै गर्दा अहिले यो शैक्षिक वर्षका लागि सामुदायिक विद्यालयहरूमा विद्यार्थीको भर्ना अवस्था चाहिँ कस्तो छ प्रमुखजी? हामीले हिजो मात्रै ठाकुरबाबा नगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापकहरू, सबै विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरू, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र हाम्रो शिक्षा समिति सबैलाई बोलाएर हामीले छलफल गरेका छौँ। उहाँहरूसँग भर्नाका विषयमा हामीले जानकारी लिएका छौँ। ठाकुरबाबा नगरपालिकामा त्यति ठुलो चाहिँ यो शिक्षक आन्दोलनले विद्यार्थी भर्नामा त्यति ठुलो असर गरेको चाहिँ देखिएन। किनभने उहाँहरूले आफ्नो ढङ्गले विद्यालयमा चाहिँ हामीले पनि उहाँहरूलाई निर्देशन गरेका थियौँ। हामीसँग नगर शिक्षकहरू पनि हुनुहुन्छ। त्यस कारणले गर्दा यी सबैलाई कोअर्डिनेसन गर्दै गर्दा हाम्रो विद्यार्थीको केही पर्सेन्ट लस चाहिँ भएको छ, तर जति अन्यत्र भएको छ यहाँ त्यति ठुलो चाहिँ विद्यार्थी भर्नामा चाहिँ समस्या देखिएको छैन। समग्र देशैभरिका नगरपालिकाहरूमा पनि शिक्षामा राम्रो कार्य गरेको भनेर नगरपालिका सम्मानित र पुरस्कृत भइरहँदाखेरि तपाईँले आफ्नो तर्फबाट नगरपालिकाको शिक्षाको अवस्थालाई चाहिँ कसरी निहालिरहनु भएको छ? तपाईँहरू आउनुभन्दा पहिलेको अवस्था र तपाईँहरू आइसकेपछिको यो 3 वर्षको अवस्थालाई अलिकति दाँजेर हेरौँ न प्रमुखजी, कस्तो छ अहिले? हामीले निर्वाचित भएर आउँदै गर्दा यहाँको चाहिँ हामीले कक्षा 8 को परीक्षाको नतिजालाई चाहिँ विश्लेषण गरेका थियौँ। कक्षा 8 को नतिजालाई विश्लेषण गर्दै गर्दा कक्षा 8 को नतिजा भयावह थियो। करिब 14% मात्रै विद्यार्थी रियलमा चाहिँ पास भएको भेटियो। त्यो भएपछि हामीले सबै विद्यार्थीहरूलाई कक्षा वृद्धिमा रोक लगायौँ र यसलाई चाहिँ 5 कक्षालाई पनि हामीले 5 बाटै किन नगर्ने भनेर अर्को आर्थिक वर्षबाट, शैक्षिक वर्षबाट हामीले फेरि कक्षा 5 र 8 दुईटै कक्षालाई चाहिँ नगरपालिका स्तरीय परीक्षा लिने भनेर जोड्यौँ। 14% को रिजल्ट, त्यसपछि शिक्षकहरूलाई, प्रत्येक हेडमास्टरहरूलाई बोलायौँ। शिक्षा हाम्रो त्यतिखेर चाहिँ जनप्रतिनिधि अध्यक्ष बन्ने चलन थियो, उहाँहरूलाई पनि राख्यौँ, प्रधानाध्यापकहरूलाई राख्यौँ। उहाँहरूसँग बुझ्दै गर्दा उहाँहरूसँग लियौँ के कारणले हाम्रो रिजल्ट यस्तो भयो भनेर हामीले पटक पटक उहाँहरूसँग राख्यौँ, राय लियौँ, सल्लाह लियौँ, सुझाव लियौँ। उहाँहरूले के भन्नुभयो भने अधिकांशको कुरा के थियो भने हामीसँग विद्यार्थी संख्या अनुपातमा शिक्षक भएन, कक्षा कोठामा शिक्षक उभ्याउन सकिएन, त्यसकारण हामीले सोचे अनुरूप रिजल्ट दिन सकेनौँ, पूर्वाधारमा कमी भयो। उहाँहरूले जे कुरा भन्नुभयो त्यो कुरालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर हामीले एउटा चाहिँ कार्यदल बनायौँ। प्रमुख प्रशासकीय अधिकृत हाम्रो त्यतिखेर रामहरि रिजाल हुनुहुन्थ्यो, उहाँ शिक्षा क्षेत्रबाटै आएको भएर उहाँकै संयोजकत्वमा चाहिँ एउटा चाहिँ कार्यदल बनायौँ। त्यो कार्यदलले यहाँको वास्तविक अवस्था के हो, ठाकुरबाबा नगरपालिकाको हाम्रो शिक्षाको अवस्था के हो, के गर्दै गर्दा हामीले शैक्षिक गुणस्तर वृद्धि गर्न सक्छौँ भनेर चाहिँ उहाँहरूलाई त्यो टिम बनायौँ। उहाँहरूले पनि फेरि विज्ञ हायर गर्नुभयो। त्यो सँगै उहाँहरूको प्रतिवेदनलाई हामीले राख्यौँ। यहाँका प्रधानाध्यापकहरूको सुझाव, शिक्षा प्रेमीहरूको सुझाव सबैलाई एकै ठाउँ एउटै बस्केटमा राखेर त्यो प्रतिवेदनलाई समेत राखेर विश्लेषण गर्दै गर्दा उहाँहरूले औँल्याएका कुराहरू हामीले सबै कुराहरू गर्यौँ। जसमध्ये हामीले शिक्षक ट्रेनिङका कुराहरू भए, त्यसपछि गएर अभिभावक अभिमुखीकरणका कुराहरू भए, विद्यार्थीलाई मोटिभेसन क्लास सञ्चालनका कुरा भए, सबै कुरा हामीले चाहिँ क्रमागत रूपमा चाहिँ गर्यौँ। पूर्वाधार निर्माणमा अहिले करिब 175-80 वटा नयाँ कक्षा कोठाहरू हामीले फिनिसिङ गर्दैछौँ। भनेपछि उहाँहरूले भनेका पूर्वाधार पनि करिब हामीले टुङ्गाइसक्यौँ। त्यसपछि गएर प्रविधिका कुरा गर्नुभएको थियो, करिब हामीले प्रविधि पनि टुङ्गाइसक्यौँ र उहाँहरूको जनशक्ति त हामीले त्यही वर्ष नै सबै जनशक्तिहरू व्यवस्थापन गर्यौँ। त्यसपछि अर्को आर्थिक वर्षमा आउँदै गर्दा, अर्को शैक्षिक सत्रमा आउँदै गर्दा रिजल्टको चाहिँ के सुधार देखियो। करिब 41% चाहिँ रिजल्ट हाम्रो अघिल्लो चाहिँ शैक्षिक सत्रमा आयो। त्यो पनि भएन, अझै यसलाई कसरी बढाउने भनेर चाहिँ हामीले फेरि उहाँहरूसँग करार चाहिँ पनि गर्यौँ, कार्य सम्पादनमा करार पनि गर्यौँ। त्यो गरिसक्दा यसपटकको रिजल्ट चाहिँ करिब 61% चाहिँ रियल रिजल्ट छ। त्यस कारणले गर्दा सुधार उन्मुख चाहिँ छ, तर हाम्रो लगानी, हाम्रो सबैको मेहनत अनुसार अझै चाहिँ हामीले त्यो जुन मुकाम हासिल गर्नुपर्ने हो त्यो मुकाम हामीले अझै हासिल गर्न सकेको अवस्था छैन। यसपटक चाहिँ हामीले अघिल्लो हामीले कार्य सम्पादन करार गर्दै गर्दा जुन कुराहरू हामीले 2 वर्षलाई उहाँहरूलाई अवसर दिएका, प्रधान अध्यापकलाई हामीले कसैलाई पनि चेन्ज गरेन। 5 वर्ष पुगेका शिक्षकहरूलाई सबै विद्यालयमा चाहिँ हाम्रो शिक्षा ऐन अनुसार सबै विद्यालयमा एकअर्कामा चाहिँ सर्वे गर्ने काम गर्यौँ, दरबन्दी मिलान गर्यौँ, विषयगत शिक्षकहरूको व्यवस्थापन गर्यौँ र उहाँहरूलाई 2 वर्ष चाहिँ हामीले कसैलाई पनि
त्यहाँबाट नहटाउने, उहाँहरूको पर्फर्मेन्स हेर्ने भनेर हामीले यथावत स्थानमा राखेछौँ। तर अब यस पटकको रिजल्ट चाहिँ हामीले मात्रै नतिजा विश्लेषण गरेका छौँ। त्यो आधारमा हाम्रो कार्य सम्पादनमा आधारित करार जुन छ त्यो अनुसार टाइअप नहुने, त्यो अनुसार मेल नखाने चाहिँ हकमा नियम अनुसार कारबाही। जस्तो अब हिजो मात्रै तपाईँहरूले चाहिँ सो विषयमा छलफल गरेको जानकारी गराउँदै गर्दाखेरि करार सम्झौतामा राखिएका बुदाहरू र तपाईँहरूको हिजोको निष्कर्ष चाहिँ के निस्क्यो प्रमुखज्यू? होइन, उहाँहरूको पनि हेड सरहरूलाई हामीहरूले खास गरेर हामीले शाखाले प्रधान अध्यापकले सम्बन्धित विषयगत शिक्षकसँग र शाखालाई चाहिँ प्रमुख प्रशासकीय अधिकृतसँग, प्रमुख प्रशासकीय अधिकृतलाई प्रमुखसँग चाहिँ हामीले कार्य सम्पादन गरेका हुन्छौँ। त्यो आधारमा चाहिँ जे भेटिन्छ सोही अनुसार प्रक्रिया अगाडि बढाउँदै हामीलाई समस्या छैन भन्ने उहाँहरूले पनि आफ्नो राय प्रकट गर्नु भएको छ। त्यो अनुसार अब हामी चाहिँ अगाडि बढ्छौँ। करार सम्झौताले पहिलेको तुलनामा सुधार ल्याएको छ। जस्तो अब हाम्रै पालिकामा हेर्ने हो भने पनि दुईवटा वर्गका विद्यालयहरू छन्, एउटा संस्थागत विद्यालय, एउटा सामुदायिक विद्यालय। कतिपय अवस्थामा सामुदायिक विद्यालयको नतिजालाई संस्थागत विद्यालयहरूले चाहिँ पछाडि छाडिरहेको दृष्टान्त हामीले देख्न सक्छौँ। यसलाई चाहिँ तपाईँले कसरी विश्लेषण गर्नुहुन्छ? के कारणले चाहिँ त्यस्तो नतिजा आउँछ होला? यस्तो छ, त्योमा चाहिँ म 2-3वटा अर्थमा त्यसलाई विश्लेषण गर्न चाहन्छु। पहिला कुरा त हाम्रो नागरिकको मानसिकता पहिला चेन्ज गर्नु जरुरी छ। नागरिकहरूले मानसिकता चेन्ज गर्नु, सरकारी विद्यालयमा पनि यहाँका संस्थागत विद्यालय जस्तै पढाइ हुन्छ भन्ने कुरा चाहिँ हामीले पुष्टि पनि गरिसकेका छौँ, गर्दै पनि छौँ र नागरिकहरूले पहिला कुरा विश्वास गर्नु। अहिले पनि हाम्रो 5 र 8 को नतिजा विश्लेषण अथवा रिजल्ट हेर्नुहुन्छ भने संस्थागत विद्यालय भन्दा उत्कृष्ट टप विद्यार्थीहरू त हाम्रो सामुदायिक विद्यालयको छ संस्थागत भन्दा। अनि कहाँनिर कमजोर पढाइ हुन्छ भनेर विश्लेषण हुने, हाम्रो सोचाइ मानसिकता चाहिँ त्यो हिजो थियो। अहिले हाम्रो सबै विद्यालयमा इङ्ग्लिस मिडियम छ, सबै विद्यालयमा नेसेसरी 3 सम्म अङ्ग्रेजी माध्यम पुगिसक्यो भनिसकेपछि अङ्ग्रेजी माध्यमै पढाउनलाई पनि उहाँहरूलाई समस्या छैन। कतिपय हाम्रा हाई स्कुलहरूमा 11-12 पनि इङ्ग्लिस मिडियम सुरुवात भइसक्यो, 1 देखि 11-12 पुगाइसके। त्यस कारणले गर्दा अब पहिला त कुरा त मानसिकता हाम्रो अभिभावकहरूले पनि चेन्ज गर्नुपर्ने देखिन्छ। दोस्रो कुरा चाहिँ उहाँहरूको विद्यार्थीको भोल्युम र हाम्रो विद्यार्थीको भोल्युम हेर्दा धेरै डिफरेन्सेस पनि छ। ठुलो ह्युज डिफरेन्सेस छ। हाम्रो बिग स्कुलहरूको, ठुला स्कुलहरूको हेर्नुहुन्छ भने 1800, 1900, 2000 विद्यार्थी पनि हामीसँग छन्। त्यस कारणले गर्दा अब उहाँहरूको 200, 300, 500 विद्यार्थी, अब हाम्रो 4वटा 5वटा सेक्सनसम्म चलाएको अवस्था छ। त्यो हेर्दै गर्दा पनि हाम्रो रिजल्ट त्यति चाहिँ वेस्ट चाहिँ छैन। नागरिकहरूलाई हिजोदेखि चाहिँ सामुदायिक विद्यालयहरूमा चाहिँ राम्रो पढाइ हुँदैन भन्ने चाहिँ थियो, त्यसलाई चिर्नुपर्छ भनेर हामीले अथक हाम्रो खास गरेर प्रधान अध्यापकहरूले, शिक्षकहरूले पनि अथक मेहनत गर्नु भएको छ। केही न केही रङ ल्याउँदैछ, 14%बाट 61% रिजल्ट पुगेको छ। त्यसलाई नगरेको चाहिँ भन्दिनँ म, उहाँहरू पनि असाध्यै प्रयास गर्नु भएको छ। केही कुराहरू केही विषयका कारणले गर्दा समस्या आएको देखिन्छ। खास गरेर विषयगत शिक्षकहरूमा केही समस्या देखियो। त्यस कारणले गर्दा त्यो विषयगत शिक्षकले अब तपाईँको रिजल्ट चाहिँ 61% छ, एउटा विषय चाहिँ फेल भएको छ, त्यो मात्रै विद्यार्थी अधिकांश त्यही विषयमा फेल भएको छ, त्यो मात्रै पास हुने हो भने 93%, 94% रिजल्ट विद्यालयको देखिन्छ कि। त्यस कारणले गर्दा विषयगतमा केही विद्यालयमा विषयगत शिक्षकमा समस्या देखिएको छ, त्यसलाई त्यही अनुरूप हामी अगाडि बढ्छौँ। जस्तो विद्यालयका केही कर्मचारीहरूले नगरपालिकाले निशुल्क शिक्षा लागू गरेर विद्यालय सञ्चालन गर्ने गाह्रो भयो भन्ने सम्मका गुनासोहरू चिया चौतारोमा गर्छन्। सुन्नु भएको छ यो विषयलाई? अलिअलि कता सुन्छु म पनि। तर यस्तो हो, के छ भने उहाँ विद्यालय भनेको तपाईँको उहाँहरूले एउटा चाहिँ विद्यार्थीलाई शिक्षण गराउने कुरा हो। त्यहाँ अरू व्यावसायिक कुरा त के हुन्छ जस्तो मलाई लाग्दैन। उहाँहरूलाई चाहिने जनशक्ति हामीले दिएका छौँ। त्यहाँ चाहिने चाहिँ मर्मत सम्भार कोष भनेर हामीले उहाँहरूको रिभल्भिङ फन्ड यो नेपालमै छैन। हामीले पहिलो नगरपालिका हो जसले विद्यालय स्तरमै तपाईँको रिभल्भिङ फन्डको व्यवस्था गरेको छ, मर्मत सम्भार कोष नीति बनाएर होइन। उहाँहरूको सामान्य टुटफुट, खानेपानी, धारा, त्यो चाहिने आवश्यक फिनाइलदेखि लिएर हरेक कुराहरू हुन्छ नि, त्यो सरसफाइका सेक्टरदेखि लगेर ती सबै कुरा गर्नलाई हामीले रिभल्भिङ फन्ड म्यानेज गरिदिएका छौँ। त्यो अनुसार उहाँहरूले काम गराउन सक्नुहुन्छ। त्यो बाहेकको चाहिँ उहाँहरूलाई आवश्यक पर्ने सबै कुरा त हामीले दिएका छौँ। त्यहाँ पैसा किन जम्मा गरेर कोष बनाउनु जरुरी छ? विद्यालयमा कोष किन चाहिन्छ? त्यसको रिजन चाहियो मलाई। हिजोका अवस्थामा स्थानीय सरकार थिएन, उहाँहरूको समुदायबाट पैसा उठाएर होइन, जिल्लाबाट थोरै पैसा आउँथ्यो, सबैले सहयोग गरेर विद्यालय बनाइयो होला। सामुदायिक वनले चाहिँ निजी शिक्षक पाले होइन, समुदायले उठाएर शिक्षक पाल्ने थियो। अहिले त्यो अवस्था छैन नि त। सबै पालिकाले बेहोरेको छ, शिक्षक हामीले व्यवस्थापन गरिदिएका छौँ, पूर्वाधार हामीले बनाइदिएका छौँ, त्यहाँ चाहिने प्रविधि हामीले दिएका छौँ पालिकाबाट भनेपछि उहाँहरूलाई छुट्टै पैसा किन चाहिन्छ? इभन हामीले अघिल्लो वर्ष चाहिँ 15 लाख 17 लाख रुपियाँ थियो, पुगेन भनेर एक्स्ट्रा क्लास अतिरिक्त कक्षा सञ्चालन गरे बापत जसले एक्स्ट्रा मेहनत गर्नु भएको छ उहाँहरूलाई
केही न केही दिनुपर्छ पारिश्रमिक भनेर हामीले यसपटक 30 लाख रुपियाँ छुट्याइदियो। हामीले यहाँबाट दिएकै छौँ त। अब उहाँहरूलाई अरू अरू किन पैसा चाहिन्छ मलाई थाहा भएन। जस्तो अब विद्यालयमा शिक्षकहरूको अभाव नहोस् भनेर शिक्षक बैङ्कको स्थापना गरेको छ पालिकाले। शिक्षक बैङ्कको स्थापना भइसकेपछिको फरकपन कसरी महसुस गरिरहनु भएको छ? होइन, असाध्यै ठुलो फरक छ। किनभने तपाईँको हिजो हाम्रो कुनै शिक्षकहरू रिटायर्ड हुनुभयो भने उहाँ रिटायर्ड भइसकेपछि मात्रै विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर चाहिँ पालिका शिक्षा शाखामा पठाउने, शिक्षा शाखामा फेरि शिक्षा समितिले निर्णय गरेपछि बल्ल विज्ञापन हुने। त्यो प्रक्रिया असाध्यै लामो थियो। एउटा शिक्षक हामीले विद्यालयमा पठाउँदा विज्ञापनको समय करिब 1 महिना राख्नै पर्यो। सबै गर्दा तपाईँको करिब विद्यालयमा शिक्षक पुग्दा 2-2.5 महिना, 2-2.5 महिनासम्म विद्यार्थीको पढाइ चाहिँ होल्टेज भयो। कुनै हाम्रो शिक्षिका सुत्केरी चाहिँ हुने अवस्थामा हुनुहुन्छ, सुत्केरी बिदा बस्नुभयो, उहाँको ठाउँमा तपाईँको 6 महिना चाहिँ होल्टेज हुन्छ, 3 देखि 6 महिना। त्यस कारणले गर्दा यी सबैलाई चाहिँ न्यूनीकरण अहिले त हामी 3 दिनमा शिक्षक पठाउन सक्छौँ। अब त्यसले गर्दा विद्यार्थीको पढाइको स्तरमा विद्यालयले चाहिँ सहजता भएको छ। अब नगरपालिकाले शिक्षामा अधिकतम लगानी गर्दै गर्दा नगरवासीहरूको एउटा आरोप के पनि छ भन्दा प्रमुखज्यू, नगर प्रमुखले चाहिँ सबै बजेट जति शिक्षामा लगानी गरे अन्य क्षेत्रमा विकास निर्माणमा बजेट नै विनियोजन हुँदैन भनेर आरोप लगाउँछन्, गुनासो गर्छन्। यो तपाईँले पनि सुन्नुभएको होला। यसलाई चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ, कसरी सम्बोधन गर्न चाहनुहुन्छ? अब यहाँले असाध्यै जेन्युन प्रश्न उठाउनु भएको छ। म थोरै क्लियर पनि गर्न चाहन्छु। ठाकुरबाबा नगरपालिकामा हाम्रो बजेटको ठुलो हिस्सा 52.54% हाम्रो बजेट अघिल्लो प्रतिवेदन अनुसार त्यो पैसा हामीले सामाजिक विकासमा लगाएका छौँ। त्यो भनेको यहाँको शिक्षा र स्वास्थ्यमा चाहिँ त्यसलाई कसरी व्यवस्थित गर्ने भनेर हामीले गरेका हौँ। यहाँको जनताको दुःख गुनासोलाई सम्बोधन गर्ने गरी हामी अगाडि बढेका। त्यो गर्दै गर्दा यहाँले भने जस्तो यदा कदा केही मान्छेहरूले सबै शिक्षा र स्वास्थ्यमा चाहिँ नगरपालिकाले पैसा हाल्यो चाहिँ अरू विकास केही पनि भएन भन्ने चाहिँ केही मान्छेहरूले त्यो प्रश्न पनि उठाउने गर्छन्। के प्रश्न गर्न चाहन्छु भने अघिल्लो 5 वर्षमा उहाँहरूले करिब 2700 मिटर मात्रै बाटो कालोपत्री गर्नुभएको रेकर्ड छ हामीसँग। 12.200 मिटर बाटो ठेक्का लगाउनु भएको टोटलमा 2700 मिटर उहाँहरूको कार्यकाल सकिँदै गर्दा कालोपत्री भएको। अहिले हाम्रो निर्वाचित भएको करिब 3 वर्ष पुग्दैछ, 49 किलोमिटर बाटो ठेक्का भएको छ। त्यो मध्ये 12-15 किलोमिटर बाटो यसपटक कम्प्लिट हुँदैछ भने अरू बाटाहरू चाहिँ बिस्तारै कम्प्लिट होला। अब फेरि हामी चाहिँ नयाँ ठेक्कामा जाँदैछौँ, करिब 8-10 किलोमिटर अब हामी फेरि नयाँ ठेक्कामा जाँदैछौँ। यसको मतलब यो होइन कि यहाँलाई म के प्रश्न पार्न चाहन्छु भने विकासै नभएको होइन। कति कलबटहरू बनायौँ, कति तपाईँको बाटोघाटो बनेको छ होइन, नबन्या चाहिँ होइन। अब नहरहरू चाहिँ अब सङ्घीय सरकारसँग समन्वय गरेर, खास गरेर हामीसँग बवै सिँचाइ पनि थियो, यहाँ नजिकै हामीसँग आयोजना बवै सिँचाइ थियो। कतिपय कामहरू त हामीले पालिकाले गर्ने काम बवै सिँचाइबाट गराएको छ। उसको कमान्ड एरिया पर्ने हुँदा राष्ट्रिय राजनीतिमा मेरो अलिकति पहुँच भएका कारणले गर्दा चाहिँ हामीले कतिपय कामहरू सिँचाइबाट गराएका छौँ, कतिपय कार्यालय शहरीबाट गराएका छौँ। कामहरू सङ्घीय कार्यालयहरूबाट, प्रदेश कार्यालयहरूबाट हामीले चाहिँ जोडेर ठाकुरबाबा नगरपालिकामा धेरै नै विकास गरेका छौँ। शीत भण्डारको ठेक्का पनि हामी आएपछि लगाएको काम स्टार्ट भएको छ, अझै काम चाहिँ सम्पन्न भएको छैन। विकासै भएन भन्ने हो भने होइन। यत्रो 49 किलोमिटर बाटो ठेक्का भएको छ, निःशुल्क शिक्षा पनि गरेकै छौँ होइन, अस्पताल पनि 24 आवर चलाएकै छौँ भनेपछि कामै नभएको भन्ने चाहिँ होइन। तर मान्छेले भाष्य बनाउन पायो। 175वटा कक्षा कोठा, हरेक स्कुलको भवन नयाँ बन्दैछ। हरेक स्कुलमा बहुतले भवन। त्रिभुवन नमुना महाविद्यालयमा मात्रै 4वटा भवन बन्दैछ 12-12 कोठाको होइन। हरेक स्कुलमा, एउटा मात्रै स्कुलको कुरा छैन, सबै स्कुलमा नयाँ भवनहरू बनेका छन्। ती सबै गर्न त पुग्दो रहेछ, पुर्या छौँ नि त। सङ्घीय सरकारसँग समन्वय गरेर होस् कि प्रदेश सरकारसँग समन्वय गरेर होस् कि पालिकाको लाई पैसालाई जोडेर होस् कि होइन। अब हात्ती छेकबार पनि हामीले प्रत्येक वर्ष 2.5 किलोमिटर बनाएकै छ, नबनिया पनि छैन। त्यस कारणले गर्दा नभएको चाहिँ होइन, मान्छेले कसरी बुझिदिन्छ भन्ने मात्रै हो। अब तपाईँहरूको यो कार्यकाल सकिन 2 वर्ष बाँकी रहँदै गर्दा अबको 2 वर्षपछि नगरपालिकाको शिक्षाको अवस्था चाहिँ हामीले कस्तो रूपमा देख्न पाउँछौँ, त्यसको लागि तपाईँहरूले बनाउनु भएको कार्य योजनाहरू चाहिँ के छन्? होइन, हामीले ठाकुरबाबा नगरपालिकामा शिक्षालाई चाहिँ एउटा उचाइमा पुर्याउने भनेर जुन ढङ्गले हाम्रो सबै टिमले काम गरिरहनु भएको छ त्यसको केही परिणामहरू देखिन पनि लागेको छ। हामी जिल्लामा अघिल्लो 2017मा पनि यासीमा हामी जिल्लाभरिकै टप हो। यसपटक पनि हामी जिल्ला, अघि 2 वर्ष हामी टप भइसक्यो, यस वर्ष पनि हामी जिल्लाभरि नै टप हुन्छ, त्यसमा कुनै शङ्का नै छैन। तेस्रो कुरा चाहिँ भने के हो भने हामीले हाम्रा यहाँका सामुदायिक विद्यालयहरूलाई संस्थागत विद्यालयहरूभन्दा राम्रो गुणस्तरीय बनाउने भन्ने हाम्रो प्लान हो।
यहाँको नागरिकहरूले माध्यममा पढ्न चाहे पनि पढ्न पाउने वातावरण सिर्जना गर्ने कुरा थियो। त्यो हामीले करिब करिब सबै विद्यालयबाट सुरुवात गरेर अहिले 3 सम्म पुग्यो। अर्को वर्ष 4 पुग्छ। हामी जाँदै गर्दा 5 त न्यूनतममा पुग्ने भयो भनेपछि अधिकतममा त 12 सम्म हाम्रो छँदैछन् केही स्कुलहरूमा हैन। एउटा त्यो पनि हाम्रो लक्ष्य हो, त्यो पनि पूरा हुन्छ। र यहाँको गरिब नागरिकका छोराछोरीहरूले पनि अब हाम्रो ईसीडी कक्षाको कुरा गर्नुहुन्छ भने हाम्रो बतानुकूल सबैमा एसी जडान गरेका छौँ हामी। एसीडी क्लासहरूमा सानो कक्षाका बालबालिकाहरूलाई हाम्रो शिक्षा मन्त्रालयले पनि निर्देशित के गरेको छ भने ती बच्चा बच्चीहरूलाई त्यही सुविधामा चाहिँ पढाउनुपर्छ भनेर चाहिँ हाम्रो त गाइडलाइनले पनि भन्छ। त्यही अनुरूप हामीले चाहिँ त्यो व्यवस्थापन गरेका छौँ ताकि यहाँका संस्थागत विद्यालय कसैमा पनि त्यो अवस्था छैन। हामीले प्रयास चाहिँ यहाँको नागरिकहरूको छोराछोरीहरूले एउटा स्तरीय चाहिँ संस्थागत बोर्डिङमा पढेको फ्यासिलिटी हामी सामुदायिक विद्यालयमा दिन्छौँ, त्यो अनुसारको क्वालिटी पनि दिन्छौँ भनेर हामी लागेका छौँ। मलाई लाग्छ हाम्रो कार्यकाल सम्पन्न हुँदै गर्दा केही न केही रङ। ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालसँग गरिएको कुराकानीको बाँकी अंश अर्को अङ्कमा पनि प्रस्तुत हुनेछ। कार्यक्रमको यो अङ्क तपाईलाई कस्तो लाग्यो? तपाईका केही जिज्ञासा, सुझाव, सल्लाह छन् भने लेखी पठाउन अनुरोध गर्दछौँ। अब आजको कार्यक्रमबाट बिदा लिने बेला भइसकेको छ। कार्यक्रम सुनिदिनुभयो तपाईलाई धन्यवाद। कार्यक्रमको अर्को अङ्क हामी अर्को हप्ता आजकै समयमा लिएर आउने नै छौँ। संरक्षण र विकासका लागि समर्पित रेडियो टाइगरबाट प्रसारण हुने ठाकुरबाबा नगरपालिका विशेष रेडियो कार्यक्रम हाम्रो ठाकुरबाबाका आउँदा अङ्कहरू पनि सुन्ने प्रयास गर्नुहोला। नगरपालिका भित्र रहेका स्रोत र साधनहरूको समुचित प्रयोगबाट व्यक्तिगत, आर्थिक तथा सामाजिक विकास र उत्पादकत्वमा वृद्धि गरी समृद्ध जीवनयापन गरौँ। हवस् त, अर्को अङ्कमा फेरि भेट हुने नै छ। सुझाव सल्लाह पनि लेखी पठाउनु हुनेछ भन्ने आशा गर्दै बिदा हुन्छौँ। नमस्कार।